आज चाहिँ म के बनाउँदैछु भन्दाखेरि चाहिँ सुप बनाउँदैछु सजनाको। फर्स्टमा चाहिँ यसलाई मैले सानो टुक्रा गरेर केलाउँदैछु। तपाईहरुलाई यस्तो मन पर्दैन भने बिचबाट चिरेर पनि पकाउन सक्नुहुन्छ। यो सबै केलाइसकेपछि मैले धुँदैछु। अब यसलाई पकाउनको लागि मैले प्याज, टमाटर, हरियो खुर्सानी अन्त एउटा लसुन केलाएको छु। त्यसको बादमा चाहिँ एउटा कुकरमा मैले कम्ती तेल लिएर प्याज, टमाटर, खुर्सानी, अघि केलाको लसुन सबै हालेर भुट्दैछु। अघि धुएर राखेको सजना, त्यसको बाद हल्दी, तिखालाल, नुन अन्त 1 चम्ची जति जिरा धनियाको धुलो। यसलाई मजाले एकछिन भुटेर मैले पानी हालेको छु। पानी हालेर एकछिन यतिको उम्लिनु दिएर यसलाई मैले 2 सिटी लगाएको छु। अब 2 सिटी लगाएर चाहिँ यसलाई म निकालेर ग्राइन्ड गर्नु लागि मिक्सी जारमा हाल्दैछु। यो अहिले अलिक तातो छ, एकछिन यसलाई सिलिन दिनुपर्छ। यो सेलिसकेको छ। अब म यसलाई ग्राइन्ड गर्दैछु। यो यतिको भएपछि चाहिँ निकालेर चाल्नीमा सबै चाल्नुपर्छ। मेरोमा चाहिँ ठुलो चाल्नी छैन, त्यही भएर म सानो चाल्नीमा चाल्दैछु। यो सबै चालिसकेर चाहिँ निस्केको सुप चाहिँ म कराईमा लगाएर उमाल्दैछु, त्यो अघि कुकरमा रहेको सुपसँग। यो उम्लिँदा चाहिँ कम्ती घिउ, त्यहाँदेखि धुलो मरिच लगाएर चाहिँ खानु मिठो हुन्छ।